दर्शक नमस्कार। आज मैले रेड ससको रेसिपी लिएर आएको छु। रेड सस चाहिँ बनाउँदाखेरि हामीले चाहिँ पहिला नै हामीले यतै बनाइन्छ हैन, रेडी गरिन्छ। अनि त्यसमा अनियन टमाटो त भइहाल्यो हैन, अनि फेरि गार्लिक, अनि फेरि लिएर बेसिल, रोसमारी हैन, सबै चिज यसमा हालिन्छ हैन। धेरै आइटम हालिन्छ। हालिसकेपछि हैन, यसलाई राम्रोसँग पकाइसकेपछि हामीले चाहिँ मेसिनबाट ब्लेन्डर गरेर चाहिँ यस्तो गरिन्छ हैन। अब तपाईले चाहनुहुन्छ भने अब चिकन पनि हालेर, अनि अब फेरि मसरुम चाहिन्छ तपाईलाई नि मसरुम पनि हाल्न पाउनु हैन। मसरुम हालेर तपाईको हिसाबले कस्तो टेस्ट खानुहुन्छ हैन। अब तपाईलाई हैन मलाई एकदम धेरै सस भएको चाहियो भन्नुहुन्छ भने टमाटो सस भएको तपाईले एड गर्न नि पाउनु। त्यहाँबाट चाहिँ यो पास्ता अब कति बनाउने हो त्यही हिसाबले चाहिँ तपाईले सस युज गर्न सक्नुहुन्छ हैन। ठिक्क सस युज गर्नु, ठिक्क पास्ता युज गर्नु, थोरै नै पास्ता युज गर्नुपर्छ हैन। अब तपाईले चाहनुहुन्छ भने अब पार्सले पनि युज गर्न सक्नुहुन्छ, हल्का ग्रीन स्टाइलमा राम्रो हुन्छ। अरबिता बनाउनुहुन्छ, पार्सले नहालिकन अरबिता हुँदैन हैन। अनि त्यहाँबाट हल्का चिज एड गरिसकेपछि चाहिँ तपाईले चाहिँ यसलाई चाहिँ राम्रोसँग यसो चलाउनु। त्यहाँ हल्का गरिसकेपछि फेरि पग्लिसकेपछि फेरि चाहिँ चट्ट प्लेटमा हालिदिनु हैन। हालिसकेपछि फेरि ल हेर्नु टक्क रेडी भयो तपाईलाई खानलाई। अब चाहिँ हल्का पार्मेसन चिज माथि हालिसकेपछि यो चाहिँ ट्याक्क रेडी हो खानलाई।